मान्छे आउन भने थाहै थिएन बिहानै मैले गाडी पुऱ्याइ मान्छे घर आएको थिएँ घर आए त्यो बुढा थियो आज म गाडी फालिदिनु हुन्छ म वहाँ गइसकेपछि त मैले सामान गाडीभित्र सामान फालिहालेँ त्यसले म सामान राख्दै जाऊ मेरो गाडी घर लैजाने म अहिले पर्खु भने ढोकेँ मैले कति मिहिनेत गरेर कुमाई यार के गर्नु बाइकको गाडी हो मेरो नफालिदेऊ मैले कर तिरेको छु जुनमा ल्याएको छु तिरेको छु चल्लियो गाडी मैले मेरो गाडी फाल्यो भने म पुलिसको गाडीले ढुवाइदिनु मैले भनेको त्यो त त्यो गाडी चाहिँ साँझ घर ल्याउनु हुन्थ्यो घर ल्याउनु हुन्थ्यो बासाइतीको गाडी त सधैँ आगा त उहाँमा राखेको थिएँ छैन मैले चलाउने नै उहाँमा दिएको थिएँ गाडी सबैका एक्सरे आयो फाले उही दोस्रो अचेल मैले उनी पेट चाहियो खानाको लागि त अनि मैले उनी